सम्पूर्णमा हार्दिक नमस्कार अनि न्यानो अभिवादन र स्वागत गर्न चाहन्छु। म प्रताप अधिकारी। म यति बेला बेलायतमा उच्च शिक्षा अध्ययन गरिरहेको छु र म यस भिडियो मार्फत केही कुराहरू आफ्नो राख्न चाहन्छु। त्यो के हो भने किन नेपालमा हिजो त्यति ठुलो राजा आऊ देश बचाऊ राजालाई फेरि राजतन्त्र पुनर्स्थापना गर्नको निम्ति आन्दोलनमा भयो, सडकमा जनताहरू किन उर्लिए भन्ने विषयमा केही कुरा भन्न चाहन्छु। किनकि त्यो विषय नेपाल मात्र नभई विभिन्न देशमा बसोबास गर्ने नेपालीहरू माझ पनि पुगेको छ र चासो र जिज्ञासाको विषय बनेका छन् भने कतिपय नेपालमा कोही राजतन्त्र पुनर्स्थापनाको निम्ति आन्दोलन गरिरहेका छन् भने कोही हामीले लडेर ल्याएको विकल्प गणतन्त्र जोगाउन पर्छ भन्ने निम्ति आन्दोलन छन्। दुईतिर ध्रुवहरू बाँडिएका छन्। त्यस्तै विदेशमा बस्ने व्यक्तिहरू पनि दुई ध्रुवमा बाँडिएका छन्। अर्थात् कोही गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन भनिरहेका छन् भने कोही फेरि राजतन्त्र चाहिन्छ भनिरहेका छन्। मेरो आफ्नो अनुभव, मेरो आफ्नो तर्फबाट भने म के भन्न चाहन्छु भने सर्वप्रथम गणतन्त्रको विकल्प राजतन्त्र होइन, तर यही गणतन्त्रलाई शासन गरिरहेका शासकहरू भने ठिक छैन। गणतन्त्रमा जो अहिले शासन गरेर राजनीतिक दलहरू छन्, राजनीतिक दलका अध्यक्ष सभापतिहरू छन्, त्यो रहेका अध्यक्ष र सभापतिहरू ठिक भएनन्। अर्थात् यसमा रहेका शासकहरू सही छैनन्। यसको मतलब अब रहेका हरेक राजनीतिक दलमा रहेका पुराना आउटडेटेड लिडरहरूले सन्यास लिएर विदाई लिएर अब युवा पुस्ताहरूलाई तपाईहरूले मार्ग प्रशस्त गर्नुपर्ने समय आएको छ। यसमा ढिलो भयो भने फेरि कतै श्रीलङ्का र बङ्गलादेशको अवस्था नआउला भन्न सकिँदैन। यति भनिरहँदा फेरि पनि के भन्न चाहन्छु भने गणतन्त्रको विकल्प राजतन्त्र कदापि होइन। किन होइन? हामीलाई राजा किन चाहिने? हामीले योभन्दा 100 वर्ष पहिले 100 वर्षका लागि हाम्रो माथि राजाले शासन गरेका हुन्। अर्थात् हाम्रो देशमा राजाहरूले शासन गर्नुभयो। त्यति बेला हामीले के पायौँ? के विकास पायौँ? हामी त्यति बेलादेखि जब पछाडि थियौँ, हामी विकासका कुराहरू, समृद्धिका कुराहरू, हाम्रो टेक्निकलका कुराहरू, त्यति बेला नि हामीले केही विकासहरू पाएका होइनौँ। झन् त्यति बेला शासन गर्ने शासकहरूबाट गाउँदेखि हरेक ठाउँमा जिम्मल मुखियाको नाममा नेपाली जनताहरूले दुःख र शास्ति झेल्नु परेको कुरा हामी कतिपयले इतिहास पढेर भने कतिपयले भोगिसक्नुभएका व्यक्तिहरू पनि हुनुहुन्छ। यदि राजा ज्ञानेन्द्रलाई देश र जनताको माया थियो भने उहाँ आफै व्यापारी मान्छे, उहाँ आफै एउटा व्यापारी घरानाको मान्छे, आफै अरबौं लगनी गरिराख्नु भएको मान्छे राजा ज्ञानेन्द्र अहिले पनि नेपाली जनताले 17-18 घण्टा काम गरेर दिएको करबाट आफ्नो सेवा सुविधा लिइराख्नु भएको छ। त्यसैले म भन्न चाहन्छु केही व्यक्तिहरू आफूलाई पद नपाएर पद लिनको निम्ति पदले छटपटिएर राजा आऊ देश बचाऊ भन्दै राजतन्त्र पुनर्स्थापना गर्न पाए आफूले केही पद लिएर जनतामाथि शासन गर्न सकिन्थ्यो कि भनेर यो खालको आन्दोलन गरिराख्नु भएको छ। यो खालको आन्दोलनको मोर्चा कमान्ड गरिराख्नु भएको छ। तर अनि केही व्यक्तिहरूले राजा आए पछाडि लिन पाइने लोभ र लालच, देशलाई आन्दोलित बनाए पछाडि त्यहीबाट उत्पन्न हुने समस्याहरूलाई बाट फाइदा लिन लागि परिराख्नु भएको छ। त्यसैले म फेरि पनि भन्न चाहन्छु, राजा जनताको रूपमा जब राजगद्दीबाट बिदा भएर बसिराख्नु भएको थियो त्यो नै उहाँको निम्ति राम्रो अवसर हो, राम्रो छ र तपाईँ जनताकै रूपमा बसिराख्नुहोस्। यसरी तपाईँले नेपाली जनतालाई भड्काउनको निम्ति तपाईँले पाल्नु भएका केही व्यक्तिहरू यसरी उलिराख्नुभयो भने यसको नतिजा राम्रो हुन सक्दैन। किनकि सोल्टी क्राउनदेखि सिपर्दी ट्रेडिङ, सूर्य टुवादेखि टी स्टेट, सेन होटेलदेखि रक्सी कम्पनीसम्म, सुरोड कम्पनीदेखि गरी अरबौंको लगनी छ ज्ञानेन्द्र शाहको। तर उनलाई हामी जस्ता नेपालमा रहेका अथवा विदेशमा रहेकाहरूले पठाइएको कर, राजालाई तिरेको करबाट उनी 3वटा गाडी
त्यसमा हाल्ने तेल अनि आवाज सुविधा 155 जना सुरक्षाकर्मी लिएर अनि भन्छन् मलाई देश र जनताको चिन्ताले हामीलाई सोचमग्न बनाएको छ, जहाँ कि त्यही गरिब जनताको करबाट सेवा र सुविधा लिँदै अनि देश र जनताप्रति सोचमग्न हुने राजा ज्ञानेन्द्र शाह हामीलाई चाहिएको पक्कै पनि होइन। अनि केही भन्नुहुन्छ आन्दोलनमा नेपाली जनताहरूका हातखुट्टा भाँचिएका छन्, मरिएका छन्, अनि भन्नुहुन्छ हामीले तपाईँको आन्दोलनको लिडरलाई नेतृत्वलाई सुरक्षित ठाउँमा राखेका छौँ। आन्दोलनको नेतृत्व त आन्दोलनको मैदानमा सबभन्दा पहिला आफू हिँड्नुपर्ने होला नि, पहिला आफू मरेपछि अरू मर्नुपर्ने होला नि। तर उहाँहरू भन्नुहुन्छ हामीले लिडरलाई चाहिँ सुरक्षित ठाउँमा राखेका छौँ अनि नेपाली जनताहरूलाई एकाको बीच भड्काउने, नेपाललाई रणभूमि बनाउने यस्तो आन्दोलन कदापि यो तरिकाको आन्दोलन फेरि यही ढुङ्गे युगको जस्तो आन्दोलन हामीलाई अथवा नेपाली जनतालाई स्वीकार्य हुनु हुँदैन र स्वीकार्नु पनि हुन्न। अनि भन्दैनन् ज्ञानेन्द्र शाह, सेवा सुविधा लिनुभएका ज्ञानेन्द्र शाह भन्दैनन् देशको चिन्ताले ग्रासित अरबपति व्यापारी गरिब जनताले तिरेको तिरो म जतिको सम्पन्न व्यापारी लिन मिल्दैन किन भन्दैनन्? त्यति नपुगेर पहिले लुटे झैँ देश लुट्न उनलाई राजा बन्नु परेको छ। अनि उनी भन्छन् गरिबको छोराछोरीलाई जुदाएर मराएर सकस बनाएर मण्डलीहरूलाई वर्षौँदेखि बेच्न नपाएर बसेका मण्डलीहरू, बेच्न पाएका मूर्तिहरू बेच्नको निम्ति, गैँडाको खागहरू बेच्नको निम्ति, सर्पको छालाहरू बेच्नको निम्ति यो आन्दोलनमा होमिरहेका छन्। त्यस्ता मण्डलीहरू प्रति हामी सचेत रहनु जरुरत छ। पृथ्वीनारायण शाहपछि सिङ्गो राजतन्त्रको इतिहास हेर्ने हो भने, केही राजालाई साइडमा राखेर हेर्ने हो भने उनीहरूको खालि धोकधकडी, काटामार अनि हिंसा प्रतिहिंसा, घात प्रतिघात इतिहास हो राजाहरूको। यो आफ्नो शर्त सिद्ध गर्न जुनसुकै हदमा गिरेको तथ्य इतिहासको पृष्ठमा हेर्ने हो भने राजाहरूको पालामा देख्न सकिन्छ। त्यसैले राजाहरू अथवा यो राजतन्त्र आफ्नो शब्द सिद्ध गर्न जुनसुकै हदमा गिरेका जनताका छोराछोरीहरूलाई बलि चढाउन पनि पछि पर्दैनन्। कुनै पनि देशमा एउटा जनताको छोरो जन्मिसके पछाडि एउटा जनताको छोरो राजाको सिरपेज लगाएर बस्ने, अर्को जनताको छोरो गरिबको गरिब हुने हुँदैन। एउटा गरिबको छोरो त्यो देशको नेतृत्व सम्म ठाउँसम्म पुग्ने व्यवस्था गणतन्त्र हो। त्यसैले यो व्यवस्था चाहिन्छ। यति भनिरहँदा म यो पनि भन्न चुकाउँदिनँ कि अहिलेलाई यो गणतन्त्रको व्यवस्थामाथि शासक गरेर बसिराख्नुभएका शासकहरूले भने सही रूपमा शासन गर्न सक्नुभएको छैन। तपाईँहरू आउटडेटेड भइसक्नु भएको छ, तपाईँहरू टेस्टिङ फेल भइसक्नु भएको छ, तपाईँहरूबाट जनताले शास्ति पाइसकेका छन्, तपाईँहरूबाट जनताले विकास पाएनन्, समृद्धि पाएनन्, तपाईँहरूबाट जनताले खोजेका कुराहरू पाएनन्, तपाईँहरूले जनसमस्याका कामहरू गर्न सक्नु भएन, तपाईँहरूले जनगुनासाका कामहरू गर्न सक्नु भएन। तपाईँहरू खालि आफ्ना निम्ति भ्रष्टाचारको लिप्त आफ्ना कार्यकर्ता, आफ्ना आफन्तहरू बचाउनको निम्ति लाग्नुभयो। यसले गर्दाखेरि यो आन्दोलनको यो रूपमा पुगेको हो। त्यसैले तपाईँहरू पनि देशको मायाले ओतप्रोत हुनुहुन्छ होला, माया लाग्छ होला। तपाईँहरू यो पुराना नेताहरू लायक नेपाली काङ्ग्रेसको सभापति, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष प्रचण्डदेखि लिएर हरेक व्यक्तिले, पुराना नेताहरूले राजीनामा दिएर अब युवा पुस्तालाई मार्ग प्रशस्त गर्न जरुरत छ। अनि म यति भनिरहँदा हिजोको आन्दोलन किन भइरहेको भन्दा नेतृत्वको विवेकहीनता र जनसमस्याको सम्बोधन भन्दा बढी सत्तमहलले निम्ताएको समस्या हो। यो खास नेतृत्वको विवेकहीनता र जनसमस्याको सम्बोधन हुन सकेर हिजोको यो आन्दोलन यो समस्या निम्तिएको हो। यहाँ पक्कै पनि भन्ने भने कोही पनि मान्छे राजाको माया लाएर सडकमा आएका होइनन्, न कि सरकार प्रतिबन्धकारी भयो भन्न पनि सडकमा आएका होइनन्। यहाँ सबै सत्ताको चास्नीमा डुब्नको निम्ति, सत्ताको स्वाद चाख्नको निम्ति आतुर भएर यी केही मण्डलीहरू यसरी सडकमा उर्लिएर नेपाली जनताका छोराछोरीहरूलाई पीडाएका हुन्। अनि सरकार आफै सत्तामोहले ओतपोत छ। यति बेला भन्नुपर्दा सरकार आफै सत्तामोहले ओतपोत छ, सुन्न केही चाहिँदैन। यी सबै कारणले अराजकताको जन्म हुन पुगेको हो।
यदि सरकारले जनताका जनसमस्याका जनताका कुराहरू सुनिदिने जनसमस्या आफूलाई ढाल्ने र काम गर्ने हो भने यस्ता अराजक तत्त्वहरूको जन्म हुने थिएन। त्यसकारणले नेपाली जनताहरूको एउटा मात्र चाहना भनेको के हो भने गणतन्त्र हो। यसको व्यवस्था एउटा गरिब एउटा हिमाल पहाड तराई जहाँ जन्मेको नेपालीले पनि एउटा आफ्नो परिश्रम र खुबीले एउटा देशको शासन सत्ता सम्हाल्न सक्ने क्षमता भएको व्यक्ति त्यो ठाउँमा पुग्न सक्ने एउटा तन्त्र गणतन्त्र हो। त्यो तन्त्र नेपाली जनतालाई स्वीकार्य छ, त्यसको विकल्प राजतन्त्र होइन। तर जसले आन्दोलन गरेर गणतन्त्र ल्याउनु भयो, गणतन्त्रको मूल मर्म र धर्म र गर्नुपर्ने काम के हो त्यसलाई बिर्सिएर तपाईहरू एकदमै उल्टो बाटोमा हिँडेको कारणले गर्दाखेरि जनता प्रतिको यो आक्रोश यो आन्दोलन मचिरहेको छ। म पनि के भन्न चाहन्छु भने यो आन्दोलन र यो आक्रोश मचिरहँदा एउटा बाटो जनतालाई नेतालाई जनताबाट अलिकति थ्रेड दिनको निम्ति राजतन्त्रका नाराहरू घन्किएका हुन्। तर पनि सबै त्यहाँ उपस्थित हुनुभएका सम्पूर्ण जनताहरू केही मण्डलले बाहेक सबै जनताहरू राजतन्त्र चाहिन्छ भन्नेमा हुनुहुन्न। केही उहाँहरूको भित्री कुराहरू बुझ्न पनि सकिन्छ। इन्टेन्सनल्ली यो नेताहरूले जुट रूपमा गर्नुपर्ने विकास थियो, जुट रूपमा गर्नुपर्ने समृद्धि थियो, ती गर्न नसके पछाडि जनताहरू एकदमै अति बडा अत्याचारमा पुगे पछाडि यसरी आन्दोलनमा आइरहेका छन्। त्यसैले म फेरि भन्न चाहन्छु अहिले नै नेपाली नेता यी राजनैतिक दलहरू तपाईहरूले यति बेला सरकारमा रहिरहेका दलहरू लगायत बाहिर बस्ने दलहरूले अब प्रत्यक्ष निर्वाचित कार्यकारीको घोषणा गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्री दुईटामा एक प्रत्यक्ष निर्वाचितको घोषणा गर्दै तपाईहरू पुराना नेताहरूले बिदा लिँदै युवा पुस्ताहरूलाई देशको बागडोर सम्हाल्ने अवसर मार्ग प्रशस्त गरिदिनु भयो भने तपाईहरू सबैलाई नेपाली जनताले विदेशदेखि नेपालमा रहनुभएका जनताहरूले ताली पिट्नेछन्। देशका समृद्धि र विकासका बाटाहरू खुल्नेछन्। त्यति समृद्धि र विकासका बाटाहरू खुल्यो भने देशमा शान्ति सुरक्षा र आफ्नो हरेक कुराको सुरक्षा हुने भयो भने विदेशमा रहेका नेपालीहरू कुनै पनि देशमा दोस्रो दर्जाको नागरिक भएर बस्न मन पराइरहेका छैनन्। मेरो यो अध्ययनले 1 वर्षको विदेश बसाइले यहाँ यति एउटा मात्र बेलायतमा बस्ने नेपालीहरूको केही भावनाहरू बुझ्दा 1 वर्षको अध्ययनले के भन्छ भने हरेक नेपालीहरू यहाँ जति पनि बसिराख्नु भएको छ दोस्रो दर्जाको सेकेन्ड क्लास नागरिक भएर बसिराख्नु भएको छ। उहाँहरू पनि देशमा शान्ति र सुरक्षा आइदियो भने हामी सबैको राम्रो, हामीले गर्ने लगानी हाम्रो एउटा क्वालिफिकेसन अनुसारको जबको चाहिँ ग्यारेन्टी भइदियो भने आफ्नो देश कसले छोड्छ र भन्ने भावना छ। त्यही भएर तपाईहरूले छोडेर त्यहाँ युवा पुस्ताहरूले देश सम्हाल्ने भावना दिनुभयो र देशको शासन अब सही ट्र्याकमा हिँड्यो भने गुड ट्र्याकमा अगाडि बढ्यो भने पक्कै पनि देश बन्न धेरै समय लाग्दैन, देश बन्नेछ। त्यसैले पनि म भन्न चाहन्छु अन्त्यमा तपाईहरूले एउटा प्रत्यक्ष निर्वाचित कार्यकारीको घोषणासहित तपाईहरू आउटडेटेड पुराना नेताहरूले बिदाय लिनुहोस् र युवा पुस्ताहरू पनि हस्तक्षेपकारी भूमिकामा खेल्नुहोस्। खालि उहाँहरूको झोले भएर नहिँड्नुहोस् भन्न चाहन्छु। र यति भन्दै अन्त्यमा फेरि पनि गणतन्त्रको विकल्प राजतन्त्र होइन। राजतन्त्रमा यो राजाको हिजोको ज्यादती जे छ त्यो कुरा हामीले भुल्नु हुँदैन। र अनि हामीले राजा ज्ञानेन्द्रलाई यसरी छाडा छोड्नु पनि हुँदैन। यसरी छाडा छोडियो भने सभ्य समाजको लागि हानिकारक छ। त्यसैले यसरी छाडा छोड्नको निम्ति पनि हामीले सरकार त्यो प्रति पनि ध्यान चाहोस् र अर्कोतर्फ सरकारको एक लगाउ लागेको घोडा चाहिँ अब आउटडेटेडहरूले बिदा लिने युवा पुस्ताहरूलाई मार्ग प्रशस्त गर्नेदेखि लिएर देश विकासमा मात्रै, देशको समृद्धिमा मात्रै, जनसमस्याको सम्बोधन कसरी गर्न सकिन्छ भन्ने कुराहरूमा ध्यान चाहोस् भन्न चाहन्छु। र नेपाली जनताहरू अब केही पनि भन्न चाहन्छु भने अबको आन्दोलन भनेको यही ढुङ्गा मुढा र इट्टा गिटी बालुवा बोकेर हान्ने ठोक्ने मार्ने मर्ने होइन। हाम्रो आन्दोलनका अलिकति धारणाहरू हाम्रो सेन्स अफ मोमेन्टहरूलाई चेन्ज गरेर नयाँ तरिकाबाट आन्दोलनका योजनाहरू, नयाँ तरिकाका आन्दोलनका नीति नियमहरू बनाउन जरुरत छ। अनि तपाईहरूले यति बस्ने बुझ्नु जरुरत छ भने जसले तपाईँहरूलाई आन्दोलन उताइराख्नु भएको छ उहाँ आफूहरू पहिले सुरक्षित भएर तपाईँहरूलाई भिडिराख्नु भएको छ। तपाईँहरू यसरी बरालिएर अरूको सुनेर केही कुराहरू सुनेर जो मान्छेले विभिन्न राजनीतिक दलमा गई कुनै पनि पद नपाए पछाडि एउटा चाहिँ
राजा फर्काउँछु भनेर हिँडिरहेको छ, जो आफै सही ट्र्याकमा छैन, जो आफैले बोलेको कुरा आफैलाई विश्वास छैन, त्यस्ता व्यक्तिको पछि नलाग्नुहोस्। तर पनि नेपाली नेताहरूले, तपाईँहरू बुढा नेताहरूले बिदा लिँदै युवा नेताहरूलाई मार्ग प्रशस्त गर्ने कुराहरूदेखि लिएर देशमा कार्यकारी प्रमुख जननिर्वाचित बनाउने कुराहरूलाई तपाईँहरूले ध्यान दिनुहोस् भन्दै सबैजना जहाँ रहे पनि सुरक्षित रूपमा एकदम आफूलाई राम्रो खुसी रूपमा राख्नुहोस् भन्दै मेरा यी भनाइहरू यहीँ टुङ्गाउँछु। धन्यवाद। जय नेपाल।